हेलो गुड इभिनिङ साथीहरू, के छ त हालखबर? ठिक छ ल। यो चिनको नाका जुन रसुवागढी छ, हिजो दिउँसो आएको बाढीले गर्दा धेरै क्षति भएको छ। सबैले त्यो रसुवाको वासीहरूको लागि प्रार्थना गर्नु है, प्रे गर्नु, दुआ गर्नु, त्यहाँ अब अझै नोक्सानी क्षति नहोस् भनेर। यस्तो बाढी त अहिलेसम्म जीवनमै नदेखेको जस्तो भयो। सपनामा जस्तै फिल्महरूमा हुन्छ नि, हलिउड मुभीहरूमा, त्यस्तै बाढी आयो। पुरा बस्ती बस्ती सखाप पारिदियो। बिचारा कति परिवार, कति घर, कति सबै बगाएर लगिदियो। यस्तो अवस्था त पहिलोचोटि देखिएको नेपालको, यस्तो किसिमको बाढी। सबैले दुआ गर्नु है, सबैले दुआ गर्नु। अझै जे भयो त्यो त अब भइसक्यो, अझै योभन्दा बढी नोक्सानी नहोस् त्यसको लागि सबैले प्रार्थना गर्नु होला। होस् त, धन्यवाद। आफ्नो विचार कमेन्टमा अवश्य राख्नु होला।